ओ माई गड साथीहरू, यसपालिको आर्थिक वर्ष 83-84 को बजेटको रकम सुन्नुभयो भने तपाईँको होस उठ्छ क्या। 21 खर्ब 14 अर्ब 34 करोडको बजेट लिएर आएको छ क्या यो सरकारले। आमामामामा यो बजेटले त तपाईँको नेपाल अधिकांश नै विकास हुन्छ क्या। यसपालिको बजेटमा धेरै राम्रा कुराहरू, धेरै राम्रो बजेटहरू आएको छ क्या। 2-4वटा त यस्तो बजेटहरू छ कि तपाईँको सुन्नुभयो भने तपाईँ एकदमै खुसी हुनुहुन्छ क्या। 5 वर्षभन्दा मुनिका बालबालिकाहरू, दलित बालबालिकाहरू, बालबालिकालाई जुन ज्यान घातक रोग लाग्छ नि, क्यान्सर जस्ता विभिन्नहरू खतरनाक रोगहरू, अब त्यस्तो रोग लागेको बच्चाहरू चाहिँ फ्रीमा उपचार हुन्छ क्या। र जतिजना नर्सहरू नाइट ड्युटी गरिन्छ उहाँहरूको तलब पनि दोब्बर हुनेवाला छ। र जतिजना सरकारी कर्मचारीहरू हुनुहुन्छ उहाँहरूको तलब चाहिँ 21%ले बढेर आउनेवाला छ। यस्ता विभिन्न धेरै राम्रा राम्रा बजेटहरू छन् क्या यसपालि। तपाईँको पूर्वदेखि पश्चिम महाकाली जोड्ने ती ठुला ठुला रोडहरू, जोरलुङ्गे पुलहरू, आकाशे पुलहरू सबै मर्मत हुनेछन्, सबै नयाँ बन्नेछन्। सुरुङ होइन, कतै के चाहिन्छ, कृषिमा, विश्वविद्यालयमा, विद्युतीकरणमा, हाइड्रो पावरमा, जेमा भन्नुहोस् त्यहीमा सरकारले बजेट लिएर आएको छ। यसपालिको यस्तो खतरनाक बजेट छ कि हाम्रो अर्थमन्त्री डाक्टर स्वर्णिम मोगलेद्वारा यसपालिको बजेट चाहिँ बबाले आएको छ। र बजेटपछि प्रधानमन्त्री बालेन्द्र शाहले ढुक्क हुनुहोस् भनेर सबैलाई, रिजल्टको मात्रै वेट गर्नुहोस्, अब ढुक्क हुनुहोस् भनेर सबैलाई एउटा छोटो मिठो सन्देश दिनुभएको छ क्या। जति पनि ती विरोधी झोलेहरू छन्, ती विरोधीहरू छन्, ती सबैको मुखमा चाहिँ धप्पा तमाचा हो क्या। अब काम हेरे तिमीहरूले, अब काम गरिदिएको छ यो सरकारले भनेर बस हामीले बालेन्द्र शाहको सरकारको चाहिँ सपोर्ट गर्नुपर्छ साथीहरू। हाम्रो देशमा प्रगति उन्नति हुन्छ भने हामीले किन सपोर्ट नगर्ने त? हामी सबै मिलेर यो सरकारको सपोर्ट गर्नुपर्छ। जय नेपाल।